भन्न त भन्छन् नीड इज द मदर अफ इन्भेन्सन। आवश्यकता नै आविष्कारको जननी हो। दिस इज एक्चुअली ह्यापन इन कम्प्युटर। आजको वर्ल्डलाई यो स्टेजसम्म पुर्याउन कम्प्युटरको एकदमै बिग रोल छ। तर यस्तो डिभाइस सुरुमा कसले बनाएको होला? एकचोटि इमेजिन गर्नु त। इफ यु कान्ट इमेजिन केही छैन। आजको भिडियोमा हामी कम्प्युटरकै बारेमा भन्नेछौँ। कम्प्युटरको इन्भेन्सन चाहिँ धेरै वर्ष पहिले म्याथमेटिकल क्याल्कुलेसन गर्न गरिएको हो, बट चेन्जिङ विथ टाइम वैज्ञानिक र इन्जिनियरहरूले यसमा थुप्रै चेन्ज गरिसके। पहिलेका कम्प्युटर रुम साइज जत्रै हुन्थे, बट नाउ द साइज अफ कम्प्युटर एराउन्ड 14 to 15 इन्च। कम्प्युटरहरू साइजमा साना भए पनि यिनीहरूको युजेज एकदमै बढी छ। हुन पनि किन नहुनु, आजको टाइममा सबै कामहरू अनलाइनबाट नै हुन्छ। अझ पनि धेरै जसोलाई कम्प्युटरको हिस्ट्री नै थाहा छैन। त्यो हिस्ट्री थाहा पाउन आजको यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। सबभन्दा पहिले यो कुरा थाहा पाऊँ कि कम्प्युटरको हिस्ट्री 3000 साल पुरानो छ। सुरुमा 3000 साल पहिले चाइनाका व्यापारीहरूले एक मेसिन बनाए जसको नाम राखे अबाकस। यो एउटा काठको फ्रेमवर्क हो जसमा 2 तार लागेको हुन्छ। त्यो 2टा वायर एक अर्काको प्यारललमा राखिएको हुन्थ्यो। यी वायरहरूको बाहिर बिट्स सेपको स्ट्रक्चर राखेको हुन्थ्यो जसको युज क्याल्कुलेसन गर्न गरिन्थ्यो। यसको युटिलिटीलाई देखेर आजको टाइममा यसको युज स्कुलमा बच्चाहरूलाई काउन्टिङ सिकाउन गरिन्छ। अबाकस पछि धेरै वैज्ञानिकहरूले धेरै क्याल्कुलेटिङ मेसिन बनाए। आविष्कारको क्रम चलिरहेकै थियो। त्यो बिचमा 1822मा चार्ल्स बेबेजले डिफरेन्स इन्जिन बनाए जसको हेल्पबाट डिफरेन्ट म्याथमेटिकल क्याल्कुलेसन गर्न सकिन्थ्यो। इट वाज मेकानिकल कम्प्युटर जसमा पञ्च कार्डको मद्दतबाट डाटा इनपुट गरिन्थ्यो। यो कम्प्युटर इन्फर्मेसनलाई पर्मानेन्ट रूपमा स्टोर गर्न सक्थ्यो। यानि यो कम्प्युटर फुल्ली रूपमा मोडर्न टेक्नोलोजीसँग इक्विप थियो। एनालाइटिकल इन्जिनलाई आधार मानेर आजभोलिको कम्प्युटर बनाएको हुनाले चार्ल्स बेबेजलाई फादर अफ कम्प्युटर भनिन्छ। हुन्छ त साथीहरू, आजलाई यति नै। भिडियो राम्रो लाग्यो भने लाइक र च्यानललाई सब्सक्राइब गरिदिनु होला।